हेलो म चाहिँ ठ्याक्क बस स्टपनिर आइपुगेँ। अब लगभग 5-10 मिनटमा चाहिँ गाडी आउँछ होला। लगभग 1-1.5 महिना भयो, 1 महिना भयो आउनु लाग्यो, पुग्न लाग्यो। अनि काम पाएको थिइनँ। अहिले चाहिँ खुसी हुने कि के हो दुःखी हुने थाहै छैन। घर सफा गर्ने काम पाइरहेछ, खुसी नै हुनु पऱ्यो। पैसा बिना सर्भाइभ गर्न गाह्रो छ यहाँ। अनि ठ्याक्क अहिले बिहानको, आज अप्रिल 3 बिहानको लगभग 5:30 भयो। 7:30देखि चाहिँ काम सुरु हुन्छ भनेर चाहिँ त्यो दाइले भनेको थियो होइन। अनि 7:30मा त्यहाँ पुग्नु पर्ने छ। त्यही भएर बिहान नै हिँडेको। आज पहिलो दिन छिटै पुगौँ अलिकति भनेर के छ वातावरणहरू। त्यस्तो धेरै क्वेसनहरू त खासै केही छैन। अलिकति नर्भसनेस जस्तो छ, काम कसरी गर्ने के गर्ने भन्ने खाले। द मेन थिङ इज नेपालीलाई अलिकति एप्ने वातावरण पेल्ने, दलाउने त सबैले खोज्छ। त्यही नै कतिसम्म के गर्छ भन्ने खाले भइरहेछ। होपफुल्ली राम्रै होस्, किनभने धेरै सहन सकिँदैन। ठिकै छ। भात सात चाहिँ बनाएर प्याक गरेर राखेको छ। राम्रो होस् भन्ने छ। राम्रै हुन्छ होला। राम्रो हुन्छ जस्तो त लाग्दैन मलाई। राम्रो भएछ भने मलाई छोडिदिन्छु भन्ने अर्को पाइएला नि। सेट बिहान चिसो नै छ हल्का। स्टे हाइड्रेटेड पिपल। अब ट्युसन आजकल के भिडियोहरू गरौँ होला।